अमेरिकामा बसेर चाहिँ दुबईमा प्रपर्टी किन्न कतिको सजिलो छ त? अमेरिकाबाट मात्रै होइन, संसारको जुनसुकै ठाउँबाट पनि तपाईँले दुबईमा प्रपर्टी लिन सक्नुहुन्छ। दुबई गभर्मेन्टले यति सजिलो बनाइदिएको छ कि तपाईँसँग ओन्ली पासपोर्ट अनि इमेल एड्रेस भए तपाईँले दुबईमा सजिलै प्रपर्टी लिन सक्नुहुन्छ। यसको प्रोसेस चाहिँ म बताउँछु। फर्स्टमा तपाईँले कस्तो टाइपको प्रपर्टी लिने हो अनि त्यसपछि तपाईँले कुन डेभलपरसँग लिने हो भन्ने कुरा चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। स्टेप 2 मा चाहिँ के हुन्छ भने जब तपाईँले युनिट नम्बर सिलेक्ट गरिसक्नुहुन्छ त्यसपछि डेभलपरले तपाईँको इमेल एड्रेसमा तपाईँको युनिट नम्बर सहित युआरएफ फर्म सेन्ड गर्छ। जब तपाईँले युआरएफ फर्म रिसिभ गरेर साइन गर्नुहुन्छ त्यसपछिको स्टेप हो पेमेन्ट। पेमेन्टमा चाहिँ के छ भने तपाईँले आफ्नो प्रपर्टीको लागि 20% डाउन पेमेन्ट गर्नुपर्छ र दुबईको ल्यान्ड डिपार्टमेन्टलाई 4% डिएलडी रजिस्ट्रेसन फी बुझाउनु पर्ने हुन्छ। डेभलपरले तपाईँको इमेल एड्रेसमा पेमेन्ट लिङ्क पठाउँछ। त्यो लिङ्कमा चाहिँ तपाईँले डाइरेक्ट ब्याङ्क ट्रान्सफर गर्न पनि सक्नुहुन्छ अथवा तपाईँले कार्ड पेमेन्ट पनि गर्न सक्नुहुन्छ। पेमेन्ट डन भइसकेपछि अर्को स्टेपमा डेभलपरले एउटा एसपीए तयार गर्छ। एसपीए तयार गरिसकेपछि तपाईँलाई इमेल एड्रेसमा पठाउँछ अनि तपाईँले साइन गर्नुहुन्छ। अर्कोतर्फ चाहिँ डेभलपरले साइन गर्छ। यो डेभलपर र तपाईँ बिचको सम्झौता पत्र हो, राइट। यो भइसकेपछि तपाईँले एक प्रति तपाईँसँग राख्नुहुन्छ र एक प्रति डेभलपरसँग हुन्छ। नेक्स्ट स्टेपमा चाहिँ तपाईँले प्री टाइटल डिड अथवा उखुद अप्लाई गर्न सक्नुहुन्छ। जब तपाईँले तपाईँको प्रपर्टी 30-40% पे गर्नुहुन्छ, तपाईँको जीवनमा स्योर छैन कि कति बेला इमर्जेन्सी पनि आउन सक्छ अथवा तपाईँको प्रपर्टीमा प्रफिट पनि हुन सक्छ अनि तपाईँले होइन म बेच्छु भन्ने सोच राख्नुभयो भने चाहिँ तपाईँले प्री टाइटल डिडलाई युज गरेर तपाईँले बेच्न सक्नुहुन्छ। यसको लास्ट स्टेप चाहिँ एट द टाइम अफ ह्यान्डओभर, जब बिल्डिङ तयार हुन्छ तपाईँको हातमा चाबी आउँछ अनि तपाईँको टाइटल डिड पनि आउँछ। यो भनेको लाल पूर्जा हो। जब तपाईँको हातमा लाल पूर्जा हुन्छ तपाईँ बस्न सक्नुहुन्छ या रेन्टमा लाउन सक्नुहुन्छ या तपाईँको जेनेरेसनको लागि ट्रान्सफर गर्न सक्नुहुन्छ।